नमस्ते सबै नेपालीहरूलाई हैन। यो भिडियो चाहिँ आजको के भनेपछि त्यो सर्वोच्च उच्च अदालतमा बस्ने त्यो रानीको छोरा जो छ हैन, त्यसले देशको विकास गर्न खोजेको होइन कि आफ्नो मात्र विकास गर्न खोजेको हो त्यसले हैन। बालेन सरकारले भान्सार कडा गर्दाखेरि भान्सा कर तिर्दाखेरि उसको छाती पोल्यो, दुख्यो। त्यो नेपालको न्यायाधीश हो कि भारतीय न्यायाधीश हो भनेको। त्यसलाई जसरी भयो भने जिएनजी भाइहरूले त्यसलाई लखेर हुन्छ कि बाँधेर हुन्छ कि झुन्याएर हुन्छ, त्यसलाई त्यसको पदबाट खारिज गर्नु पर्यो। जसरी भए पनि बालेन सरकारले जेसुकै जस्तो तिक्रम लगाएर पनि त्यो मान्छेलाई चाहिँ त्यसको पदबाट खारिज गर्नु पर्यो। अनि मेरो आग्रह के छ भने जहाँसम्म हुन्छ बर्डर सिमाना अझ पनि टाइट गर्नु पर्यो, किनभने चाहिँ अझ पनि महाकालीको सिमानाबाट धेरै माल सप्लाई भइरहेछ हैन। त्यही भएर म भन्न चाहन्छु कि महाकाली अञ्चलमा बस्ने जो पनि छन् सिडिओ साहबहरू, उहाँहरूलाई के बिन्ती गर्छु भने चाहिँ सर, रातिको टाइममा बिहान तपाईँको माल सप्लाई हुने भनेको 4 बजे हुन्छ। 4 बजे 2:30देखि 4-5 बजेसम्मको बिचमा माल सप्लाई हुन्छ, किन 4 बजेतिर जतिखेर पनि सुत्या हुन्छ त्यतिखेर उहाँहरूले माल सप्लाई गर्छन्। दोदरा चाँदनीदेखि कुतिया गब्बर कहाँ जहाँबाट हुन्छ। त्यही भएर मणिनगरको सिडिओ साहबलाई आग्रह गर्छु कि प्लिज ध्यान दिनु होला हैन। र बालेन सरकारलाई के भन्छ भनेपछि भान्सार चाहिँ छुट गर्ने होइन सर हैन, कुनै पनि हालतमा छुट गर्ने होइन सर। 100 रुपियाँको सामानभन्दा बढी ल्याउनै दिने होइन। म त भन्छु त्यो 100 रुपियाँको सामान पनि किन ल्याउन दिनु पर्यो र होइन। हाम्रो थुप्रै नेपालीहरूले औषधिको लागि चाहिँ खटिमा, टनकपुर, बरेली, पिलिभिती त्यहाँ जान्छन्। त्यही भएर हाम्रो जो हेल्थ मिनिस्टर हुनुहुन्छ उहाँलाई के भन्न चाहन्छु भनेपछि हाम्रो नेपालमा सक्दोसम्म चाँडोभन्दा चाँडो डक्टरहरूको नियुक्ति गरेर सम्पूर्ण डक्टरहरूलाई हैन, किडनी, लिभर जे हुन्छ त्यसको सम्पूर्ण डक्टरहरूलाई उपलब्ध गराएर हरेक सरकारी हस्पिटलमा, अझ पनि केही चिजको कमी छ सरकारी हस्पिटलमा हैन, महाकाली अञ्चलमा, सेतीमा भयो, अझै पनि धेरै चिजको अभावी छ। त्यही भएर म हेल्थ मिनिस्टरलाई के भन्न चाहन्छु भने चाहिँ अलिकता ध्यान दिनु पर्यो सर। अनि थुप्रै नेपालीहरू बिमारी जाँचको लागि अझ पनि इन्डियन बोर्डरतिर धेरै जान्छन्, किनभने चाहिँ इमर्जेन्सीमा अपरेसन गर्नलाई विश्वासै गर्दैन। हाम्रो डक्टरले भन्छ हामी सक्दैनौँ रे लगेर जानु। त्यो सक्दैन भन्ने डक्टर किन राख्नु पर्यो र? त्यो त सक्दैन भने त्यसको पदबाटै खारिज गरेर जान सक्छ नि डक्टरले। त्यही भएर बालेन सरकारलाई के भन्न चाहन्छु भने चाहिँ सर, सक्दोसम्म न्यायाधीश त्यो उच्च अदालतको न्यायाधीशलाई छ नि त्यसलाई खारिज गर्नुहोस् र बर्डर सिमाना चाहिँ अलिकता धेरै कडा गर्नु पर्यो, किनभने चाहिँ अझ पनि माल बर्डरबाट धेरै सप्लाई भइरहेछ हैन। त्यही भएर अब 81 त सबै चिज हुँदैन, त्यो त हामीलाई पनि थाहा छ। त्यही भएर हामी यति चाहिँ गर्न सकिन्छ, बर्डर चाहिँ अझ खट्याउन सकिन्छ। जसको बिदा दिएको छ त्यो मान्छेलाई बोलाएर अनि जो हाम्रो क्षेत्रबाट नेपालबाट बाहिर गएर आर्मीमा त्यहीमा काम गरिरहेछ हैन, उहाँहरूलाई सक्दो बोलाएर आफ्नै देशको सिमाना सुरक्षा गर्नलाई खटिनुपर्छ भनेर उहाँलाई भनेर आग्रह गर्छु हैन। अब तपाईँ आफै नै पढे लेखेको हुनुहुन्छ, तर खास गरेर मलाई एउटा दुःख के लाग्यो भने चाहिँ प्रधानमन्त्रीले चाहिँ नियम कानुन बनाउने अनि न्यायाधीशले चाहिँ त्यसलाई खारिज गरिदिने। न्यायाधीशले कानुन प्रक्रिया र सबुत केही पनि माग्दैन के हो जस्तो लाग्छ। आफ्नो मनभरि उसको बाउको नेपाल हो र उसले जस्ता भावी त्यो न्याय दिनलाई छोपेको मान्छेलाई छोड्नलाई। त्यही भएर त्यो न्यायाधीशलाई बेसपाडी छुटाउँ है जिएनजी भाइहरू। त्यो काम चाहिँ चाँडोभन्दा चाँडो गर्नु पर्यो। न्युजमा चाहिँ मैले सुन्नु पर्यो क्या आज चाहिँ त्यो सर्वोच्च उच्च अदालतको न्यायाधीश मर्यो भनेर सुने पनि म खुसी छु क्या।